राइट गाइज वेलकम ब्याक टु माई च्यानल। एफो सबैजना राम्रो हुनुहुन्छ होला, म पनि राम्रो छु गाइजहरू। र म चाहिँ अब उठिसकेँ होइन, खाना बनाउनको लागि। मैले एकछिन फ्रेस हुनको लागि टोइलेट आएको छु एकछिनै। कहाँ गयो थाहै छैन मेरो। उठिसक्यो गाइजहरू होइन। अब त्यही त अब के भन्ने होला, उठेर आइसक्यो। मेसिन अन गर्ने छैन। अब सब्जी बनाउनु छ। आज सब्जी बनाउनु लागेको छु, आलु र च्याउ। मसरुम बनाउनु लागेको छु अनि मसरुम बनाइसक्यो। आलु र मसरुम बनाउनु लागेको छु। कस्तो हुन्छ हेरौँ, ठिक हुन्छ कि राम्रो हुन्छ कि ल ल। हजुर अहिले म चाहिँ आइसकेको छु होइन। मैले चाहिँ ग्लु खोलिरहेको छु र यो वाला स्टिकर धेरै छैन। र यो चाहिँ म मगाउन जान लागेको छु क्युसी होइन। र एउटा सामान भयो नै दिमाग खराब भएको छ मेरो त अहिले। ल एकछिन म सामान मगाउँछु अनि कुरा गरौँ है त गाइस। हामीले चाहिँ ग्लु खोलिसक्यौँ गाइसहरू, हेर्दा हुन्छ। यहाँ सब लोग उता छ अरू नि एउटा अनि त्यो चाहिँ अब ग्लु स्टिकर सब हानिरहेको छौँ हामीले चाहिँ है। त्यो अहिले चाहिँ फेरि उता भित्र लगाइरहेको छौँ हामीले। यो नि ग्लुहरू सबै भित्र लगाएर अब काटिङ राख्छौँ भने त्यो पनि देखाउँछु म तपाईँहरूलाई। ग्लु चाहिँ अब हामीले यहाँ राख्छौँ तलको यो छ नि, यसले चाहिँ माथि राख्छौँ। अनि फ्लोकिङ चाहिँ माथि यो पुरानो जो छ त्यसलाई एक साइड राखेर फ्लोकिङलाई उता साइडमा राख्ने, नयाँलाई पुरानोलाई तल झार्ने, नयाँलाई माथि राख्ने, त्यो गर्ने हो। र यहाँ चाहिँ नयाँ राख्ने, उनलाई स्त्री मिलाउने, कसरी एडजस्ट हुन्छ। फ्लोकिङ पनि हटाओस्, सबै हटाओस्, त्यो हिसाबले फ्लोकिङ हेरि राम्रो छैन। यतापट्टि जाँच्नुपर्छ फ्लोकिङमा, निकाल्नुपर्छ, कसलाई निकाल्नुपर्छ राम्रो, कसलाई निकालेर राख्नुपर्छ। फ्लोकिङलाई अर्डर गरेँ हजुरहरूले, अहिले नअर्डर गर्नुपर्ने हो। अर्डर गरेर भयो त्यो भयो। र त गाइस पछि बोल्नु लानेछु। अहिले चाहिँ 10 बजिसकेको ब्रेक छ मेरो, त्यही भएर आएको छु यहाँ ब्लग बनाउन। गाइसहरू हामीले चाहिँ हेर्न सक्नुहुन्छ कस्तो बनाएको छ। यहाँ माथिको तलको माथिको यो चाहिँ पुरानो फ्लोकिङ हो गाइजहरू। म चाहिँ अब बाहिरतिर जान लागेको है। दाइहरू चाहिँ उता बस्नु भएको छ। आउनुलाई भने कति ठुलो गर्नु गाडी एउटा जस्तो। बाहिर यसो अस्ति नखाएको पैसा तिर्न जान लाग्यो, त्यही भएर अब आइफोनको क्वालिटी त राम्रो, तर मैले एडिट गर्ने बहुत प्रब्लम हुन्छ हो गाडी, ज्याउ लाग्छ। गाडीवाला रोक्ने फ्रुट खान लागेको छ। मलाई त्यो सामान निकाल्दा जस्तो र हामी चाहिँ कचरा कम्पनीतिर आइसकेको छौँ। हाम्रो सुरु यहाँ टिकटक भिडियो भन्दैछ दाइजहरू। हाई हेलो, आरामै हुनुहुन्छ? एकदम आरामै भाइ, तर आरामै छौ? आरामै। टिकटक भिडियो पोस्ट भयो कि नै? भइसक्यो।
हल्का रमाइलो गएर लाइक साइक हान्दिनु होला गाइजहरु यसो दाइको टिकटकमा पनि सुरज विश्वकर्मा छ बिके सुरज छ के सुरज बिके सुरज दाइलाई फोन हानेको यार ठकुर दाइ कक्षासित त घुमिरहनु भएको थियो क्या कक्षासित त घुमिरहनु भएको थियो केटाहरू दाइ आत्ति नै बानी कति छ नि केटाहरूको मलाई यही बानी ठिक लाग्दैन हो त्यो किन देखाउला र आत्ति नै बानीमा कसम एउटा छैन केटाहरूको अब विकास मभन्दा अगाडि निक्लियो नि रुमदेखि अब बाटामा पनि भेटाएन मैले उनलाई एका पनि गइया छन् क्या हो भनेर उतातिर न जस्तो ल ल एकछिन म अब बोल्छु म है गाइजहरु म चाहिँ आइसकेँ सामान लिएर ऊ त्यो राहुल जस्तै नि राहुल जस्तो मान्छे राहुल होइन अरू कोही पनि र सामानको पैसा तिरेर आइसकेको यसमा चाहिँ एक ठाउँ तिरे एक ठाउँ उधारो त्यस्तै हो उधारो ल्याउने बानी झ्याउँछ क्या गाइजहरु ल त अब हामी चाहिँ गेम खेल्ने बेला बेला लगाइदिन्छु र गाइजहरु म चाहिँ होइन ऊ गरेको अब गेम खेलिसकेको होइन अब जानुपर्छ मस्तले सुत्न जाने गाइजहरु अब खानामा चाहिँ मासु पकाएको थिएँ मैले आज सब्जी चाहिँ मासु पकाएको थिएँ तलपट्टि बस्न जान्न आजकल म त्यही भएर अब यहाँ पनि अब धेरै बेरसम्म लाइट बल्ने कुरो भएन त्यही भएर अब जान लागेको म चाहिँ गाइजहरु होइन तपाईँहरू गर्दै गर्नुला बस्दै गर्नुला अनि अरू के भन्ने अन्यारो छ क्या अस्ति अन्यारो छ हो स्याटरडे आज चाहिँ मासु खाइदिउँ भनेर खाइदिएको आज चाहिँ मासु होइन पेट दुखे जस्तो भइरहेछ कोही चोखै लागिहालेछ क्या ग्लभ्स यो मा बुढी औला ऊ नङ थियो होइन नङ फाल्दियो गनार्ने बेला काट्ने गएको लाग्नु गयो लगाउनु अनि फेरि मोबाइल चिसिकिन भने कुनै रहेछ यस्तो होइन त्यो त मलाई के थाहा त्यो भएर त्यो कारणले हुँदा चाहिँ गएको बाङ्गिने हेर अलिकति गरिदिएको काटिदिएको बुढी औलाको न केडी परिरहेछ अहिले राम्रोसित भएन कि युट्युबमा लाइभ आउनु भएन क्या युट्युबमा लाइभ आउनु भए पो राम्रो हुन्थ्यो लाइभ आउनु मिल्दैन युट्युबमा हड्डी पनि छैन आज हड्डी पनि अब माथि कहाँ छ नि बेर खाना गएको त होला गरेर अब किनभने कहाँ गर्छ खानु स्याटरडे हुन बित्तिकै उहाँ गइजाने हो खाना बेर खाना गइजाने हो केटाहरूसित पार्टी गर्न त तिनले पनि जाने खानु अरे 2 लाखको मोबाइल किन्ने मान्छे हुने यहाँ के पार्टी त 3 लाख गरेर के हो र के भनेर गाइजहरु यस्तै हो जिन्दगी यस्तै छ रमाइलो भुता छैन त्यतापट्टि गाइजहरु हेर्नुस् त मेरो पछाडि हामी खुल्यो त घाँटी मार्दा यो बजे ड्राउँदै लाग्यो मलाई ड्राउँदैला मासले केटाहरू पनि हुन्छन् सट्या हाम्रा केटाहरू कतिलाई खाँदा जस्तो पऱ्यो अहिले यहाँ माटोमा पुरा गर्ने मान्छे नि तिनीहरू त्यही हो गाइजहरु अब ज्यादा कुरा गर्दा कुरैको दुःख नगरे सुख भने यस्तो भइहाल्छ जिन्दगी होइन एउटा ठाउँबाट बनाए एउटै ठाउँ मात्रै हुन्छ के गर्नु छ भोलि कतै जाने कोसिस गरौँ र बिहान भोलि चाहिँ मेरो रुम सफा गर्ने पालो छ गाइजहरु बिहान भेटौँला रुम सफा गर्ने टाइम है त सी यू गुड नाइट थ्याङ्क यू फर वाचिङ माई भिडियो पसन्द आए त लाइक गर्न च्यानल नयाँ हुन्छ सब्सक्राइब गर्न भाइ टेक केयर सही नेपाल